के को जुलुस हो? झर्ने हो? अगाडि जाने सब देखिन्छ। किन बेला लाग्यो हाम्रो लम्की सफा लम्की ए लम्की सफा गर्ने सेभ द प्लेनेट ब्लग भाइरल हुन्छ एकदम के हामीलाई के चाहिँ देखाउने ब्लग भाइरल हुन्थ्यो तेरो अहिले कहाँ कता पुगेका छौँ भन्दाखेरिमा हामी नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठुलो सुगर मिलमा पुगेका छौँ। हेर्नुहोस् त्यहाँ सबै यो अहिले बन्द भएको छ। सबैभन्दा पुरानो र सबैभन्दा ठुलो दिनको कति 100 मेट्रिक टन चिनी उत्पादन गर्थ्यो यसले। अहिले यो बन्द भएको छ। यो के का कारणले भएको यो क्लिप काट्नु पर्छ होला। सबैभन्दा ठुलो र सबैभन्दा पुरानो सुगर मिलमा हामी आएका छौँ। हामी यो जान्छ यो
हामीलाई साथ सपोर्ट गर्नुहोस्। यस्तै यस्तै भिडियो हेर्न पनि पाइन्छ। हामी तपाईँहरूलाई भित्र गएर देखाउँछौँ भन्नु। ल एकछिन पछि भेट्छौँ। भित्र गएपछि देखाउँछु म सबै। ल बाहिरबाट आज हामी कता आएका छौँ भन्दाखेरिमा नेपालकै सबैभन्दा ठुलो र सबैभन्दा पुरानो सुगर फ्याक्ट्रीमा आएका छौँ। यहाँ हेर्नुहोस्। ओ माय गॉड, यो मोटर होला। इतना मोटर कस्तो कस्तो छ यार यहाँ। ओ मा परे कतना के यहाँ हुन त एक दिनको कति 100 मेट्रिक टन उत्पादन गर्थ्यो भन्छ। यहाँ मान्छे नै छन्। ओ खै कस्तो हेर्न हुन त नेपालको सबैभन्दा पुरानो सबैभन्दा ठुलो सुगर मिल यो सुवा लाम्बी सुवा। ओ बाउ के हो यो यो मादेल्ला मोबाइल त यहाँ आउनु। हामी तपाईँहरूलाई प्रत्यक्ष मात्रामा देखाउँछौँ। होइन भाइ जोड्दा कति लाग्यो होला हेर्को। हाँ कति के भ्यू लाइन आउँछ तर अहिले चाहिँ यो बन्द छ है। अहिले यो बन्द भएको धेरै भइसक्यो भन्दै थियो। कुनै मान्छे छैन। आवाज त सुनिरहेको छौँ तर देखिरहेको छैन। सबै यहाँ अहिले खिया लागेर यो सबै कस्तो भएको छ। तर यो चाहिँ एउटा भारतको मान्छेको भन्दै थियो। त्यहाँ आउनुहोस् तपाईँलाई म देखाउँदैछु यहाँको रणनीति। यहाँ हेर्नुहोस् कस्तो कस्तो छ। क्यामेराम्यान फोकस गरौ। यहाँ देखाउनु यहाँ कस्तो अवस्था छ। यहाँ यत्ना बिल्डिङ तर यस्तो देख्दा मलाई अबैले गर्व लाग्थ्यो। एक दिनको
कति 100 टन मेट्रिक टन उत्पादन गर्थ्यो। हाइट बन्द गर्नु। खाना एक बुवा मुन्डा खाला मर्थे सक्थ्यो। हेर्नुहोस् त्यहाँ भगवानको पनि यहाँ आराधना गरिन्छ। यहाँ यी घरौँ मुडले हिट्टा क्या कहाँ यही भित्र बत्नु थियो मलाई भयङ्कर छ ल। यहाँ चाहिँ पूजा गर्ने रहेछन् तर को बाटोको थियो होला अहिले यो तानमुन गरेर त्यहाँसम्म निकाल्नु थियो होला काम भयो यहाँ तब बोला जनतालाई ल्या झौँला मुझे मुझे पौतर रहा है घरौँ मुड यहाँ देखाउनु त्यहाँ कतना महल तर बनाउन कति खर्च लाग्यो, कति मेहनत लाग्यो, कति पैसा लाग्यो होला हैन। तर अहिले यसको अवस्था यस्तो छ। घरौँमा टिन हान्दा हामीलाई सिनु पो जाने रे सिन भन्नाला लिक मोबाइलबाट ल्याएको भयङ्कर गले जस्तो छ ना त मान्छे आप्लो भन्नु आथि छ। यति बात तपाईँ